रिपोर्टिङको कडा मेहनतपछि जब पेटमा भोकको घन्टी बज्छ र खाजा कहाँ खाने भन्ने अन्यल हुन्छ तब एउटा गजबको स्वादले तपाईँको थकान मेटाइदिन्छ। म पनि त्यस्तै अन्यलमा थिएँ, तर हाम्रा सम्पादक विवेक वर्णवालजीले मलाई सिधै एउटा यस्तो ठाउँमा पुर्याउनु भयो जहाँ विगत 35 वर्षदेखि स्वादको जादु चलिरहेको छ। हो, हामी पुग्यौँ आदर्शनगर स्थित पुरानो बस पार्क छेउमै रहेको प्रख्यात पप्पू भगतजीको समोसा पसलमा। केही समय पहिले पशुपति क्यारियर नजिकै चम्किएको यो पसल अचेल पुरानो बस पार्क नजिकै छ। घडियरवा पोखरी निवासी पप्पू भगतजीलाई यो व्यवसायमा उहाँका छोरा गणेश भगतजीले पनि उत्तिकै जोसका साथ सघाइरहनु भएको छ। हप्ताको 6 दिन दिउँसो 2 बजेदेखि साँझ 7 बजेसम्म यहाँ तातो खाजा पाक्छ भने शनिबार एक दिन उहाँ आराम गर्नुहुन्छ। नाम समोसा पसल भए पनि यहाँका विशेषता बेग्लै छ। यहाँ एकदमै शुद्ध सातु भरिएको प्योर सातुको लिट्टी र क्रिस्पी ब्रेड पकौडा पनि पाइन्छ। जब तातो समोसा र लिट्टीलाई पिरो अमिलो टमाटरको चटनी, हरियो खुर्सानी र नुनसँग लेपक्क पारेर मुखमा हालिन्छ नि, आहा, तिर्सना नै मेटिन्छ। सस्तो मूल्य, सफा वातावरण र रैथाने स्वाद भएकै कारण त यहाँ दिनहुँ घुइँचो लाग्दछ। दैनिक 4 देखि 500 पिस खाजा त यहाँ चुटकीको भरमा बिक्ने गर्छ। यदि तपाईँ पनि वीरगञ्जमा हुनुहुन्छ र सस्तोमा स्वस्थकर अनि स्वादिष्ट खाजाको खोजीमा हुनुहुन्छ भने पप्पू भगतजीको यो पसल मिस नगर्नु होला है त।